आज चाहिँ म यो धागोबाट गजरा बनाउन गइरहेको छु। त्यसको लागि मैले हरियो र सेतो धागो ठिक पारेँ। अब म यो हरियो धागोलाई 60 वटा चेनहरू तान्नेछु। यसरी कसेर अब 60 वटा चेनहरू बनाउने। यसरी बनाउँदै जाने। चेन चाहिँ आफूलाई जतिको लम्बाइमा चाहिएको त्यही अनुसारले बनाउन सकिन्छ। अब हाफ डबल क्रोसेट बनाउने। सबै चेनमा त्यो 60 वटा चेन तानिसकेकोमा बनाइसकेकोमा चाहिँ अब हाफ डबल क्रोसेट प्रत्येक चेनमा बनाउँदै जाने। यसरी एकदमै सजिलो छ। एउटा चेनमा बनाउनु पर्छ। हाफ डबल क्रोसेट गर्दै गर्दै यहाँ यसको अन्तिमसम्म बनाउनु पर्छ 60 वटा। यसरी पुरा यसको अन्तिमसम्म यसरी चाहिँ बनाइसकेको छु। अब अन्तिममा दुईटा बाँकी छ। यसरी बनाइसक्ने नि एउटा चेन तानेर चाहिँ अब त्यसलाई त्यहीँनिर काटिदिनुपर्छ। यसरी मैले काटिदिएँ। अब त्यसपछि चाहिँ हामीले अब सेतो धागोलाई एड गर्नुपर्छ। अब यसलाई यसरी नट कस्यो। अब यसलाई चाहिँ त्यो हरियो धागोमा एट्याच गरेर गजरा बनाउनु पर्छ। चाहिँ म यहाँनिर एट्याच गर्नेछु। यसलाई यहाँनिर एट्याच गर्ने नि 3 वटा चेन तान्ने। 3 अब डबल क्रोसेट त्यही चेन तानेकै ठाउँमा डबल क्रोसेट बनाउनु पर्छ। एउटा दुईटा सेम ठाउँमा सुरुमा स्टार्ट गरेकै ठाउँमा हो। 3टा अब त्यहीँनिर 4 वटा डबल क्रोसेट भयो। अब त्यसलाई चाहिँ जुन त्यो अगाडि यो स्टार्ट गरेको जुन भाग छ त्यहाँनिर बाट यो क्रोसेट त्यसलाई इन्सर्ट गर्ने अनि अगाडिकोलाई यो यसलाई चाहिँ अब त्यहाँदेखि तान्नुपर्छ। यसरी अब यहाँनिर इन्सर्ट भइसकेपछि अब 1 2 3 वटा चेन तान्ने। अनि फेरि त्यहीँनिर त्यो अघि हामीले बनायौँ जुन हो त्यो त्यहीँनिर नै एट्याच गर्ने। अर्को घरमा होइन त्यहीँनिर। अनि मात्रै हाम्रो सेप आउँछ गजराको चाहिँ सेप आउँछ। अनि अब फेरि हामीले अब नेक्स्ट घरमा चाहिँ यसरी सिंगल क्रोसेट अब फेरि 3 वटा चेन तान्ने। अनि फेरि डबल क्रोसेट त्यहाँनिर 4 वटा डबल क्रोसेट बनाउने सेम ठाउँमा। 2 3 4 वटा डबल क्रोसेट बनाएपछि अब अघि जस्तै त्यो अगाडिको भागमा चाहिँ त्यसलाई अब त्यहाँ इन्सर्ट गर्नुपर्छ। यसरी अब फेरि म 3 वटा चेन तान्छु। चेन तान्ने अनि अब फेरि त्यसलाई चाहिँ त्यसकै घरमै यसरी इन्सर्ट गर्ने। यो प्रत्येक अघि हामीले जुन यो हरियो धागोबाट
हाफ डबलको सेप बनायौँ त्यो प्रत्येकमा चाहिँ व्हाइटको एक एकवटा यो व्हाइट के भन्छ यो पम स्टाइलको यसरी बनाउनुपर्छ अनि मात्रै आफै यो लास्टमा गजराको सेप बनिन्छ। कुनै पनि कट छोड्नु हुँदैन। यसरी अगाडि बनाए जस्तै गरेर डबल क्रोसेट बनाउने। प्रत्येक घरमा चाहिँ 4-4वटा डबल क्रोसेट बनाउने एट्याच गर्ने। कुनै पनि घरहरू चाहिँ छोड्नु हुँदैन। एकदमै इजी छ। बाक्लो भए जस्तो लाग्छ तर पनि छोड्नु चाहिँ हुँदैन। अनि मात्रै सेप आउँछ गजराको। यसरी फेरि अगाडिकै जस्तो एट्याच गरिदिनुपर्छ त्यसलाई। जोइन भएपछि फेरि 3वटा चेन तान्ने अनि त्यसकै घरमा फेरि त्यसलाई इन्सर्ट गरिदिने। यसरी मजाको सेप आउँछ। अनि अब अरू घरमा पनि बनाउँदै जानुपर्छ। सरी मेरो चाहिँ अन्तिममा आइसकेको छु। अन्तिममा आइपुग्दाखेरि आफै यो यस्तो घुमेको सेपमा बनेको हुन्छ। फेरि म सुरुकै जसरी यसलाई बनाउँछु। अन्तिममा आइसकेको छु। अब लास्टमा एउटा बाँकी छ। केही हार्ड छैन, सबै एउटै प्रोसेस हो। एकदमै इजी छ। अन्तिममा यो टुङ्ग्याउनेमा चाहिँ मैले बनाइदिँदैछु। यसरी 4वटा डबल क्रोसेट भएपछि यसलाई फेरि अगाडि ल्याएर एट्याच गरिदिने। यहाँनिर धागोलाई इन्सर्ट गर्नुपर्छ। अनि फाइनली फेरि अन्तिममा इन्सर्ट गरिदिने। अनि त सक्यो। अब म धागोलाई काट्छु। यसरी चाहिँ सकिन्छ। बनिसक्यो। अब यस्तो छ। यसलाई त्यसरी बटारेर मजाको सेप निस्किन्छ। यसरी चाहिँ गजरा रेडी भयो मेरो। यस्तै बटार्ने अनि रेडी हुन्छ।